तपाईले गरेको रक्तदान ब्लड डोनेसन हस्पिटल पेसेन्ट्स हस्पिटलका बिरामीहरूसम्म कसरी पुग्छ? आउनुहोस् यो ब्लड प्रोसेसिङ फ्यासिलिटीको टुर गरौँ। Get your name tag. They've got by your name. Good morning. 2005, sometime in 2006, all departments were then finally here. I've been here since the end of 2006, and we had just completed. I know. This is the best. रक्तदाता अर्थात् ब्लड डोनरबाट ब्लड सङ्कलन गरेपछि यसलाई ध्यानपूर्वक केयरफुल्ली लेबल गरेर प्रशोधन केन्द्र अर्थात् प्रोसेसिङ फ्यासिलिटीमा पठाइन्छ अथवा पुर्याइन्छ। त्यहाँ रगतको प्रकार ब्लड टाइप परीक्षण गरिन्छ र सुरक्षा सुनिश्चित गर्न संक्रामक रोगहरू इन्फेक्सियस डिजिजको स्क्रिनिङ गरिन्छ। त्यसपछि रगतलाई विभिन्न कम्पोनेन्ट्सहरूमा विभाजन गरिन्छ, जस्तै आरबीसी, प्लाज्मा र प्लेटलेट्स, जसको प्रयोग मेडिकल निड अनुसार गरिन्छ। यी कम्पोनेन्ट्सहरूको प्रभावकारिता जोगाइराख्न विशेष तापमानमा अथवा एयर कन्डिसनिङ, टेम्परेचर कन्ट्रोल्ड कन्डिसन अथवा इन्भाइरोमेन्टमा सुरक्षित भण्डारण गरिन्छ। हस्पिटलले ब्लडको रिक्वेस्ट गरे बमोजिमको कम्पोनेन्ट्सहरू हस्पिटलमा डेलिभरी हुन्छ। विशेष गरी शल्यक्रिया, सर्जरी, आपतकालीन उपचार, इमर्जेन्सी, ट्रामा केयर, क्यान्सर उपचार र समय अगावै जन्मेका शिशुहरू प्रिम्याच्योर इन्फेन्ट्सका लागि डोनेटेड ब्लडको विशेष प्रयोग गरिन्छ। एक पटकको ब्लड डोनेसनले 3 जनासम्म बिरामीहरूको ज्यान बचाउन सकिन्छ। यो एकदमै महत्त्वपूर्ण मानव सेवा हो। सो गेट इन्भल्भड एन्ड डोनेट ब्लड टुडे. Donating blood is a powerful way to save lives, and together we are trying to build a culture of giving back. Thank you, Carter Blood Care and Blood Donors of America, BDA Texas chapter, for organizing a tour of blood processing facility and walking us through the whole process from donation to delivery of the blood to hospital patients.